दर्शक नमस्ते अनि नमस्कार, म तपाईँको एमआर लिम्बू। यहाँ मैले जुन फोटो राखिदिएको छु नि, यो फोटो हेर्दा जति नै मासुम जति भोला देखिए पनि यो मासुमभित्र लुकिएको त्यो एकदमै डेन्जर। यो जुन फोटो मैले राखिदिएको छु, यो केटी एकदमै सामाजिक सञ्जालमा अरूको चरित्र हत्या गरेर अराजक द्वन्द्वहरू फैलाएर बसिरहेको छ। यो केटीलाई यदि तपाईँहरू कसैले पनि चिन्नुहुन्छ वा काहीँ देख्नुहुन्छ भने तुरुन्तै यसलाई पुलिस रिपोर्ट गरिदिनु होला, किनभने यो केटीले सुन्नै नसकिने सहनै नसकिने काण्डहरू मचाएर बसेको छ भन्ने खालको कुराहरू भर्खरै सार्वजनिक भएको छ। यसको मासुम अनुहारतिर नजानु होला तपाईँहरू कोही पनि। यो हेर्दा जति नै सोझो देखिए पनि भित्रबाट उति नै बाङ्गो, एकदमै टेढा, एकदमै समाजमा विकृति फैलाउने खालको यो तत्त्वलाई हामीले जसरी हुन्छ यसलाई लाइनमा ल्याउनु पर्ने हुन्छ, यसलाई सिधा गर्नुपर्ने हुन्छ। यसले आफ्नो मात्र नभएर दुईटा परिवारको भाँड भैलो गरेको छ। आफ्नो मायालाग्दो 4 वर्ष 5 वर्ष 6 वर्षको छोराछोरीहरूलाई छोडेर अरूको परिवार भाँड्न गएको यो मासुम अनुहारभित्र लुकेको सत्य कथा जुन आज म तपाईँहरूलाई भन्न गइरहेको छु। यसले दुईजनाको परिवारहरू भङ्ग गरेर त्यति मात्र होइन, यसको कारनामाहरू धेरै छ। सामाजिक सञ्जालमा दुनियाँको चरित्र हत्या गरेर दुनियाँलाई तथानाम गाली गरेर बसेको तत्त्व हो यो। यसलाई एकदमै सरकार, कानुन, प्रशासनको ध्यान आकर्षण होस्। यो मासुम अनुहारलाई प्रशासनले कडाभन्दा कडा सजायहरू दिलाओस् खोजेर, किनभने विशेष गरी यस्तो तत्त्वहरूले गर्दाखेरि समाजमा मात्र नभएर सिङ्गो नेपाललाई नै बेइज्जत हुने खालको कुराहरू काण्डहरू यसले मचाइरहेको छ भने यसलाई त्यतिकै प्रशासनले छोड्यो भने भोलिको दिनमा अरू अराजक मान्छेहरूले पनि धेरै पोइन्ट पाउनेछ र यस्तो काण्डहरू मचाउनेछ। र यसलाई रोकथाम गर्नको लागि सबैभन्दा पहिला यस्तो जराहरूलाई यो समाजबाटै समाप्त पार्नु जरुरी हुन्छ। यसलाई कडाभन्दा कडा सजाय दियोस् ताकि भोलिको दिनमा यो सोच्नु दिमागमा पनि नआओस्, कुनै पनि केटीहरूले यस्तो गर्ने खालको कुराहरू दिमागमा पनि नआओस्, त्यो तरिकाले यसलाई सजाय हुनुपर्छ। प्रशासनमा अहिले नयाँ हाम्रो युवा गृहमन्त्री सुदन गुरुङ, उहाँसम्म यो भिडियो पुगोस्। यसले दुईजना परिवार भगाएको मात्र नभएर दुनियाँको सामाजिक सञ्जालमा चरित्र हत्या गरेको छ। यसलाई चाँडोभन्दा चाँडो एकदमै कानुनी निगरानीमा दायरामा उभ्याएर सत्य तथ्य के हो त्यसको खोजी लिनुहोस्। नत्र भने यसलाई प्रशासनले पनि केही गरेन, नजरअन्दाज गर्यो भने यसलाई फेरि पब्लिकले भोलिको दिनमा आउने दिनहरूमा जहाँ भेट्यो त्यहीँ यसको अन्तिम दिन पारिदिनेछ। त्यतिखेर प्रशासनहरूले कुनै पनि औँलाहरू नउठाओस्। यो भिडियो जसरी हुन्छ सक्दो सेयर गरेर हाम्रो युवा मन्त्री गृहमन्त्री सुदन गुरुङसम्म पुर्याइदिनु होला अनि प्रक्रियाहरू अघि बढाउनु भन्ने आवेदन गर्दछु।